हेलो एभ्रिवान, आज चाहिँ हामीले SAP2 को आर्किटेक्चर पढ्न जाँदैछौँ र यो एउटा सिम्पल प्रोग्रामबाट SAP2 ले कसरी काम गर्छ भन्ने पनि बुझ्छौँ है। यति यो भिडियो हेरेपछि चाहिँ SAP2 को पुरै कम्पोनेन्टहरूले के काम गर्छ, कसरी काम गर्छ भन्ने चाहिँ क्लियर हुन्छ। अब फर्स्टमा हेक्साडेसिमल किबोर्ड इन्कोडरबाट हेरौँ। हेक्साडेसिमल किबोर्ड इन्कोडर भनेको चाहिँ किबोर्ड जस्तै हो कि एउटा हैन, जसले चाहिँ हामीले जस्तै के इनपुट दिनु पर्यो भने चाहिँ हेक्साडेसिमल किबोर्ड इन्कोडरबाट चाहिँ इनपुट दिन्छौँ। अनि इनपुट पोर्ट 1 र इनपुट पोर्ट 2 भनेको चाहिँ हेक्साडेसिमल किबोर्ड इन्कोडरबाट दिएको इनपुट चाहिँ गएर यो दुईटामा स्टोर हुन्छ, कि त योमा कि त योमा। अनि अर्को छ प्रोग्राम काउन्टर पीसी। प्रोग्राम काउन्टर भनेको चाहिँ यसले चाहिँ एउटा मेमोरी लोकेसनमा पोइन्ट गर्छ। अनि त्यो मेमोरी लोकेसनको कन्टेन्ट डाटा इन्स्ट्रक्सन कम्प्लिट भएपछि फेच भएपछि फेरि अर्को मेमोरी लोकेसनमा पोइन्ट गर्छ भनेपछि इन्क्रिमेन्ट हुन्छ। यसले चाहिँ मेमोरी लोकेसन स्टोर गर्छ। अनि मेमोरी एड्रेस रजिस्टर भयो। यो प्रोग्राम काउन्टरले पास गरेको मेमोरी एड्रेस लोकेसन मेमोरी एड्रेस रजिस्टरमा जान्छ। यसको लोकेसन यहाँ गएर स्टोर हुन्छ। अनि यो 64K मेमोरी छ, यो मेमोरी हो एउटा 64K मेमोरी युज हुन्छ SAP2 आर्किटेक्चरमा चाहिँ। अनि मेमोरी डाटा रजिस्टर भन्ने छ। मेमोरी डाटा रजिस्टर भन्ने चाहिँ मेमोरी एड्रेस रजिस्टरले जुन लोकेसन स्टोर गरेको छ नि आफूमा, त्यो स्टोर लोकेसनमा गएर त्यहाँ भएको डाटा अथवा कन्टेन्टहरूलाई चाहिँ मेमोरी डाटा रजिस्टरलाई दिन्छ। यो मेमोरी एड्रेस भयो। यो मेमोरी एड्रेस रजिस्टरमा स्टोर हुन्छ। जस्तै यो स्टोर छ भने यो 10H भन्ने डाटा चाहिँ मेमोरी डाटा रजिस्टरले लिन्छ क्या। अनि इन्स्ट्रक्सन रजिस्टर छ अर्को। यो भनेको चाहिँ इन्स्ट्रक्सन, अब कुन इन्स्ट्रक्सन रन हुने त्यो इन्स्ट्रक्सन चाहिँ इन्स्ट्रक्सन रजिस्टरले स्टोर गर्छ। त्यो इन्स्ट्रक्सन कन्ट्रोलर अथवा सिक्वेन्सरलाई पास गरिदिन्छ। अनि यसले कन्ट्रोल सिग्नल जेनेरेट गरेर कुन एक्टिभेट गर्ने कुन डिएक्टिभेट गर्ने भन्ने फिक्स गर्छ। अर्को छ एक्युमुलेटर। यो एक्युमुलेटर टेम्प BC भनेको चाहिँ यो जनरल पर्पज रजिस्टरहरू हो। यो जनरल पर्पज रजिस्टर हो। यिनीहरूले चाहिँ डाटा स्टोर गर्ने काम गर्छ। जुन डाटा चाहिँ यो ALU मा गएर अनि फर्दर प्रोसेसिङ हुन्छ, एडिसन हो कि सबट्र्याक्सन हो कि के गर्ने हो। अनि यो फ्ल्याग छ यहाँ। फ्ल्याग भनेको चाहिँ यो एक्युमुलेटरमा स्टोर भएको डाटा, दुईटा फ्ल्याग हुन्छ SAP2 आर्किटेक्चरमा, 0 फ्ल्याग र क्यारी फ्ल्याग। यदि एक्युमुलेटरमा भएको डाटा चाहिँ 0 छ भने 0 फ्ल्याग 1 हुने भयो, 0 छैन भने यो 0 हुने भयो। त्यस्तै यदि एक्युमुलेटरमा आएको रिजल्टमा क्यारी छ भने क्यारी फ्ल्याग रन हुन्छ, छैन भने हुँदैन। त्यही भयो। अब आउटपुट पोर्टमा जाऊँ। आउटपुट पोर्ट दुईटा आउटपुट पोर्ट छ, आउटपुट पोर्ट 3 र आउटपुट पोर्ट 4। एक्युमुलेटरमा भएको रिजल्टलाई डिस्प्ले गर्नलाई चाहिँ फर्स्टमा आउटपुट पोर्टमा जान्छ। अनि त्यसपछि हेक्साडेसिमल डिस्प्लेबाट डिस्प्ले हुन्छ। यो चाहिँ सिम्पल कम्पोनेन्ट भयो। अब यहाँ प्रोग्राम हेरौँ। प्रोग्राममा फर्स्टमा INP छ। यो भनेको इनपुट। एक्युमुलेटरमा हामीले इनपुट दिन्छौँ अनि त्यो गएर एक्युमुलेटरमा स्टोर हुन्छ। अनि LDB 10H छ। LDB भनेको चाहिँ B रेजिस्टरमा लोड गर्ने। के लोड गर्ने भन्दाखेरि 10H मेमोरी लोकेसनमा भएको डाटालाई लोड गर्ने। जस्तै यो मेमोरी एड्रेस लोकेसन भयो, 10H मा भएको डाटा भनेको 3H। 3H लाई चाहिँ B रेजिस्टरमा लोड गर्ने भयो। एड B छ। एड B भनेको चाहिँ B मा भएको कन्टेन्ट र एक्युमुलेटरमा भएको कन्टेन्ट यहाँ एड हुन्छ अनि गएर फेरि कहाँ बस्छ, एक्युमुलेटरमा बस्छ। आउट भनेको एक्युमुलेटरको अब त्यो रिजल्ट जुन एन्सर छ नि त्यो आउट भयो, आउटपुट पोर्टमा गएर बस्ने भयो। अनि हेक्साडेसिमल डिस्प्लेबाट डिस्प्ले हुने भयो। हल्ट भनेको HLT भनेको चाहिँ प्रोग्राम स्टप हुन्छ। अब यो प्रोग्राम। अनि यहाँनिर एड्रेसहरू छ। यो मेमोरी एड्रेस हो, 16 बिटको हुन्छ हरेक हैन। त्यो 00H भनेको हेक्साडेसिमलमा 00 हो। यो भनेको 8वटा 0, यो भनेको 8वटा 0। अब त्यस्तै यो भनेको 8वटा 0, यो भनेको 7वटा 0 अनि 1। त्यसरी नै हेक्साडेसिमलमा रिडेबल फर्ममा होस् भनेर चाहिँ हेक्साडेसिमलमा लेखेको हो। त्यस्तै यो डाटा पनि 8 बिटको छ।
4 बिटको यो 4 बिटको हेक्साडेसिमल फर्ममा छ। अनि कमेन्ट भयो, कमेन्ट भनेको चाहिँ जस्तै 00H भन्ने चाहिँ यो इन्स्ट्रक्सनको अप कोड हो क्या। अब INP त स्टोर गर्दैन नि त कम्प्युटरले हैन, 0 र 1 को फर्ममा स्टोर गर्नु पर्यो। त्यही भएर 00H भन्ने चाहिँ यो अपरेसन हो भनेर चिनिन्छ कि यो अपरेसनको कोड हो क्या 00H। त्यस्तै यो अपरेसनको कोड यो अपरेसनको कोड यसको यो त्यस्तै छ। अब डाटा त डाटा नै भइहाल्यो, के कोड भनेर। अब सुरु गरौँ यो प्रोग्राम। फर्स्टमा हाम्रो प्रोग्राम सुरु गर्दाखेरि कहाँबाट सुरु हुन्छ भन्दाखेरि प्रोग्राम काउन्टरबाट सुरु हुन्छ। फर्स्टमा प्रोग्राम काउन्टरले यो फर्स्टको मेमोरी एड्रेस 00H छ नि हैन, यसमा पोइन्ट गर्छ। प्रोग्राम काउन्टरले 00H लाई पोइन्ट गर्छ। अनि नेक्स्ट क्लक साइकलमा चाहिँ यो मेमोरी एड्रेस गएर मेमोरी एड्रेस रजिस्टरमा स्टोर हुन्छ 00H। अब मेमोरी एड्रेस रजिस्टरले यो 64K मेमोरी एक्सेस गर्छ, यो 64K मेमोरी एक्सेस गर्छ। अनि 00H लोकेसनमा गएर 00H लोकेसनमा गएर त्यहाँ भएको डाटा भनेको 00H चाहिँ मेमोरी डाटा रजिस्टरलाई लगेर दिन्छ। अब मेमोरी डाटा रजिस्टरले हेर्छ इन्स्ट्रक्सन हो कि डाटा हो कि मेमोरी लोकेसन हो। मेमोरी लोकेसन हो भने प्रोग्राम काउन्टर मेमोरी एड्रेस रजिस्टरलाई दिन्छ। इन्स्ट्रक्सन हो भने इन्स्ट्रक्सन रजिस्टरलाई दिन्छ। हैन डाटा हो भने चाहिँ अब कहाँ स्टोर गर्ने डाटा हो त्यहाँ लगेर स्टोर गरिदिन्छ। अब अहिले यो 00H भन्ने चाहिँ INP भन्ने इन्स्ट्रक्सन छ, इन्स्ट्रक्सन भएको भएर इन्स्ट्रक्सन रजिस्टरलाई दिनुभयो 00H। अब यो इन्स्ट्रक्सन रजिस्टर यो मेमोरी डाटा रजिस्टरमा यो 00H जुन आयो नि हैन, यो आउने बित्तिकै प्रोग्राम काउन्टर इन्क्रिमेन्ट हुन्छ के। 00H थियो भने यो भयो 01H। अनि बल्ल यो मेमोरी डाटा रजिस्टरबाट इन्स्ट्रक्सन रजिस्टरमा यो गयो। अब इन्स्ट्रक्सन रजिस्टरले कन्ट्रोलर सिक्वेन्सरलाई भन्छ यो इनपुट भन्ने इन्स्ट्रक्सन हो भनेर भन्छ। अनि कन्ट्रोलर र सिक्वेन्सरले चाहिँ अब कन्ट्रोल सिग्नल जेनेरेट गर्ने भयो। इनपुट गर्ने भनेपछि यसले इनपुट पोर्टलाई एक्टिभेट गरिदिन्छ, इनपुट पोर्टलाई एक्टिभेट गरिदिन्छ। अनि हेक्साडेसिमल किबोर्ड इन्कोडरमा हामीले जे इनपुट दिन्छौँ त्यो गएर इनपुट पोर्टमा गएर स्टोर हुन्छ। जस्तै मैले 2 दिएँ, 2 भनेको हेक्साडेसिमलमा 02H भयो। यो दिएँ भने इनपुट पोर्ट 1 मा 02H गयो। इनपुट पोर्टबाट अब यो 02H भन्ने डाटा जान्छ मेमोरी डाटा रजिस्टरमा 02H। अनि मेमोरी डाटा रजिस्टरले लगेर एकुमुलेटरलाई लगेर दिन्छ 02H। अब यो 02H भन्ने डाटा चाहिँ एकुमुलेटरमा स्टोर छ हैन। अब यो इन्स्ट्रक्सन भइयो, इनपुट भन्ने इन्स्ट्रक्सन सक्यो। अब नेक्स्ट यो प्रोग्राम काउन्टरबाट सुरु हुन्छ। फेरि इन्स्ट्रक्सन भ्याइने बित्तिकै प्रोग्राम काउन्टरबाट सुरु हुन्छ क्या। अब 01H भन्ने तल जानु भयो, पहिला यो मेटिहाल्नु। अब यो 01H भन्ने छ हैन प्रोग्राम काउन्टरमा, यो जाने भयो मेमोरी एड्रेस रजिस्टरमा 01H। मेमोरी एड्रेस रजिस्टरले 64K मेमोरी एक्सेस गर्छ। अनि 01H भन्ने लोकेसनमा के डाटा छ 10H भन्ने छ। 10H केलाई दिन्छ मेमोरी डाटा रजिस्टरलाई दिन्छ 10H। अब 10H भनेको इन्स्ट्रक्सन हो कि के हो त, लोड बी एड्रेस भन्ने छ हैन, यो इन्स्ट्रक्सन हो भनेपछि इन्स्ट्रक्सन रजिस्टरमा जाने भयो 10H। अब थोरै एकछिन यसको बारेमा बुझौँ है। यो लोड बी 10H भनेको चाहिँ लोड बी भनेको 8 बिटको छ, 10H भन्ने 8 बिटको छ। अब यो 8816 बिटको त डाटा हुँदैन नि त हैन, स्टोर गर्न सक्दैन, अहिले त्यो 8 बिट मात्र स्टोर गर्ने हो। त्यही भएर लोड बी भन्ने इन्स्ट्रक्सन यो मेमोरी लोकेसनमा स्टोर हुन्छ। अनि 10H भन्ने मेमोरी लोकेसन जुन छ नि हैन, यो मेमोरी लोकेसन यो चाहिँ अर्को 2H भन्नेमा स्टोर हुन्छ के। भनेपछि यहाँनिर चाहिँ यो जुन छ नि यो 10H यसमा चाहिँ इन्स्ट्रक्सन मात्र छ, यो मेमोरी लोकेसन छैन। अब यो 10H हो भनेपछि फर्स्टमा त्यो इन्क्रिमेन्ट गर्नु पर्यो। मेमोरी डाटा रजिस्टरले पायो नि त 10H हैन, अब यो इन्क्रिमेन्ट भयो 01H थियो 02H भयो। अब मेमोरी डाटा रजिस्टरले इन्स्ट्रक्सन रजिस्टरलाई दियो, इन्स्ट्रक्सन रजिस्टरले
कन्ट्रोलर सिक्वेन्सरलाई भन्यो यो लोड भन्ने इन्स्ट्रक्सन हो भनेर। अब लोड इन्स्ट्रक्सन हो भन्ने थाहा पाउनु बित्तिकै के लोड गर्ने भनेर थाहा हुनु पर्यो नि त हैन। त्यो फर्दर अर्को एड्रेसमा हुन्छ। त्यही भएको भएर प्रोग्राम काउन्टर अब पास गरिदिन्छ यसलाई। प्रोग्राम काउन्टर र एमएआर एक्टिभेट हुन्छ। यहाँनिर 02H आउने भयो। अब यो 02H को मेमोरी एक्सेस गर्छ। मेमोरी एक्सेस गरेर 02H मा भएको 10H मेमोरी डाटा रेजिस्टरलाई दियो। अब मेमोरी डाटा रेजिस्टरले हेर्ने भयो यो के हो, इन्स्ट्रक्सन हो कि मेमोरी लोकेसन हो कि डाटा हो। यो त लोकेसन हो, मेमोरी लोकेसन। मेमोरी लोकेसन हो भनेपछि यसले कसलाई दिन्छ, मेमोरी एड्रेस रेजिस्टरलाई दिन्छ। 10H। अब यो फेज साइकल हुने बित्तिकै इन्क्रिमेन्ट भइसक्यो प्रोग्राम काउन्टर त हैन। अब यो मेमोरी एड्रेस फेरि यसले एक्सेस गर्ने भयो 10H भन्ने। त्यहाँ के छ 03H छ। अब 03H मेमोरी डाटा रेजिस्टरले पायो 03H। अब यो हो डाटा, इन्स्ट्रक्सन हो कि डाटा हो कि मेमोरी लोकेसन हेर्छ नि त हैन। यो त के हो, डाटा हो। अब कहाँ स्टोर गर्ने हो त्यो डाटा, यो डाटा स्टोर गर्ने हो बी रेजिस्टरमा। लोड बी भन्ने इन्स्ट्रक्सन छ नि त हैन। यो जाने भयो बी रेजिस्टरमा। यहाँनिर 03H यहाँ स्टोर भयो। अब यो इन्स्ट्रक्सन काम भइयो। अब एउटा इन्स्ट्रक्सन भइने बित्तिकै हामी कहाँ जान्छौँ, प्रोग्राम काउन्टरमा जान्छौँ। प्रोग्राम काउन्टरले यो दिन्छ मेमोरी एड्रेस रेजिस्टरलाई। अब त बुझ्नुभयो होला हैन, म छिटो गर्छु। अब मेमोरी एड्रेस रेजिस्टरले मेमोरी लोकेसन एक्सेस गर्यो। 03H मा 80H भन्ने इन्स्ट्रक्सन छ। 80H भन्ने इन्स्ट्रक्सन यहाँ आउँछ। इन्स्ट्रक्सन हो यता पास गरिदिन्छ 80H। अब के इन्स्ट्रक्सन हो हेर्नु पर्यो नि त हैन। एड बी भन्ने इन्स्ट्रक्सन भयो। अब एड बी भन्ने इन्स्ट्रक्सन हो भने कन्ट्रोलर सिक्वेन्सरले थाहा पाउने बित्तिकै यो बी रेजिस्टरको डाटा पठाइदिन्छ टेम्पमा 03H। अनि यो दुईटा एएलईमा आउँछन् 2 र 3 अनि एड हुन्छन्। 2 र 3 एड हुँदा कति भयो 5 भयो हैन। अनि यो 5 गरेर एकुमुलेटरमा गएर बस्छ। अब एकुमुलेटरमा 5 छ 05H। अब एकुमुलेटरमा 0 त छैन नि त हैन, भनेपछि यो 0 हुने भयो। क्यारी छ छैन भनेपछि यो के हुने भयो 0 हुने भयो। अब यो इन्स्ट्रक्सन सब एड बी भन्ने। अब अर्को इन्स्ट्रक्सन प्रोग्राम काउन्टर इन्क्रिमेन्ट भएको देखाउनु पर्छ र प्रोग्राम काउन्टर चाहिँ 04H भयो। मेमोरी डाटा रेजिस्टरले डाटा पाउने बित्तिकै यो इन्क्रिमेन्ट हुन्छ है, त्यो चाहिँ नबिर्सिनु होला। अब 04H छ, यो जाने भयो मेमोरी एड्रेस रेजिस्टरमा 04H। 04H भन्ने एक्सेस गर्छ के छ E0H भन्ने छ। अब E0H यसले पायो E0H। यसले पाउने बित्तिकै यो के हुन्छ इन्क्रिमेन्ट हुन्छ 05H भयो। अब E0H भन्ने त आउट भन्ने इन्स्ट्रक्सन हो नि त हैन, त्यही भएर यो कहाँ गयो इन्स्ट्रक्सन रेजिस्टरमा गयो E0H। अब यो इन्स्ट्रक्सन रेजिस्टरले कन्ट्रोलर सिक्वेन्सरलाई भन्छ यो आउट भन्ने इन्स्ट्रक्सन हो भनेर। अब आउट भन्ने इन्स्ट्रक्सन हो भनेर थाहा पाएपछि यसले कन्ट्रोल सिग्नल जेनेरेट गर्ने भयो। एकुमुलेटरको 05H भन्ने डाटालाई आउटपुट पोर्टमा लगेर दिनुभयो 05H आउटपुट पोर्टमा गयो। अब आउटपुट पोर्टमा हरेकमा कनेक्ट हुन्छ कि, जस्तै यो भयो हेक्साडेसिमल किबोर्ड इनकोड। अब यो 05H हो भन्ने बित्तिकै 5 डिस्प्ले भयो। यो एलइडी बल्ने भयो, यो एलइडी बल्ने भयो, यो एलइडी बल्ने भयो, यो अनि यो, अनि यसरी 5 डिस्प्ले हुन्छ यति एलइडी बलेर। अनि यो आउट भन्ने इन्स्ट्रक्सन काम पनि भयो। अब फेरि हामी आउँछौँ इन्स्ट्रक्सन भइने बित्तिकै प्रोग्राम काउन्टरमा। अब प्रोग्राम काउन्टरले पास गरिदियो यसलाई 05H। यसले यो एक्सेस गर्यो मेमोरी एक्सेस गरेर 05H मा भएको डाटा F0H भन्ने मेमोरी डाटा रेजिस्टरलाई दियो। यसले पाउने बित्तिकै प्रोग्राम काउन्टर के भयो इन्क्रिमेन्ट भयो 06H।
अब यो इन्स्ट्रक्सन हो भनेपछि कहाँ पास गरिदिन्छ, इन्स्ट्रक्सन रेजिस्टरमा पास गरिदिन्छ F0H। अनि इन्स्ट्रक्सन रेजिस्टरले कन्ट्रोलर सी कन्ट्रोलर भन्छ यो हाल्ट भन्ने इन्स्ट्रक्सन हो। अब हाल्ट इन्स्ट्रक्सन हो भनेपछि यसले कुनैलाई नै एक्टिभेट गर्दिन्न, 0 पास गरिदिन्छ सबमा। अनि कुनै नै एक्टिभेट नभएपछि प्रोग्राम चलेन, कम्प्युटर रन भयो होइन। अनि भ्याइयो हो यसरी चाहिँ 2 र 3 एड भएर 5 चाहिँ हामीले हेक्साडेसिमल डिस्प्लेबाट डिस्प्ले गऱ्यौँ। यो SAP2 को आर्किटेक्चर भयो। धन्यवाद।